यो फोकटे यो भोकटेहरूको त मुटु चिरा चिरा परेको होला है बालेन र रविको एकता देखेर। अहिले बालेन र रविको एकता भने चाहिँ यो तोरी र चाहिँ नि कोदोको एकता। ए तोरी र कोदो नै भनिदिएको भोगटे देख्दा मात्रै ठुलो हो, तोरीको गेडा सानो देख्दा उस्तै उस्तै भए पनि पावर त फरक हुन्छ नि। तोरी कोदो र रायो फरक हो क्या? फरक त फरकै हो क्या दाजु, तर एकता भयो नि त तोरी र कोदोको। अब के हुन्छ थाहा छ? न त्यसबाट तेल निस्किन्छ न त्यसबाट पिठो निस्किन्छ। ला तोरीबाट अब तेल ननिक्लेपछि लोकल कुखुराको मासु भुटेर कसरी खाने होला, कोदोबाट पिठो ननिक्लेपछि ढिँडो कसरी खाने होला। तपाईँलाई ढिँडो खानु मनपर्छ त कोदो छान्नु पर्यो। ए तपाईँलाई तेल निकाल्नु मनपर्छ त तोरी छान्नु पर्यो। हो के दाजु, तर दुइटै मिल्दियो नि त, अब के गर्ने? अब दुइटै मिल्दियोस् भने केही पनि हुँदैन, न ढिँडो बन्छ न तेल निस्किन्छ। ए कुरो त बल्ल बुझे, दुइटै मिलेपछि त भ्रष्टाचारीहरूले त ना सितन भुटेर खानु पाउने भए ना ढिँडो। त्यही भएर पो भनेको रहेछ त बालेन र रवि मिल्नुपर्छ भनेर जनताले बल्ल कुरो बुझ्यो हो। त्यो होइन, यो देशको बौद्धिकले तपाईँहरू जस्तो मान्छेहरूले विचार गर्ने हो। हामीले विचार गर्ने भन्दा पनि तपाईँको विचारमा यसपालि नेपाली जनताले प्रधानमन्त्री कसलाई बनाउँछ होला? नेपालीले चाहिँ अर्को साम्पाङलाई बनाउनु खोजेको छ। ए होइन होला है, तपाईँलाई चाहिँ म बालेन शाहलाई बनाउने भनेर पुरै हस्ताक्षर गरिसके मान्छेहरूले। त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने कसले बनाउने प्रधानमन्त्री? जनताले रासपालाई भोट हालेर बालेनलाई प्रधानमन्त्री बनाउँछ अरे। हुँदै नभएको कुरा त्यहाँ चुनाव अगाडि म हो प्रधानमन्त्री भनेर बालेन शाहले भनेको हो, तपाईँलाई थाहा छैन? अनि बालेन नै प्रधानमन्त्री भनेर सबै उफ्रिरहेको छ नि त। अनि जति उफ्रे पनि चुनाव पछि प्रधानमन्त्री हुने आखिर मै हो त्यहाँ। अनि यत्रा हुन्छ चुनाव पछि प्रधानमन्त्री हुने आखिर मै हो त्यहाँ। लाज मिन्छ। हे कति झगडा गरिराखेको, जनताले जसको पार्टीलाई भोट हाल्छ त्यही बन्छ नि प्रधानमन्त्री। झापामा गएर सोध्नु न, त्यहाँ कुकुर बिरालोलाई सोद्धा म्याउ भनेर माटो भन्छ क्या। माटो भन्छ कि जाँठो भन्छ, झापाको बिरालोलाई सोध्नु पर्यो। ओ झापाको बिरालो, अब्बै झापाको बिरालो त ढाडे पो रहेछ, तपाईँलाई त खर्लपै खान्छ दाजु यो बिरालोले त। ख्याच्दैनन्, सक्दैन भन्नुहुन्छ। झापा सकेर 4-5 चोटि प्रधानमन्त्री भएको हो, तपाईँलाई थाहा छ यो कस्तो मान्छे हो? ढाडे मान्छे हो।